नमस्कार, मेरो नाम उसफ खाती बिग, नेपाल सुनचाँदी व्यवसाय संघ चितवनको वरिष्ठ उपाध्यक्ष। यो 2% विलासिता कर र हीरा तथा बहुमूल्य पत्थरमा जडित 13% भ्याटको विरुद्धमा नेपाल सुनचाँदी सम्पूर्ण व्यवसायहरू जुन पीर र मर्गामा पर्ने सम्भावना छ, त्यो सम्भावना नहोस् भनेर नै महासंघको आह्वानबाट यो आज शान्ति विरोध स्वरूप 2 दिन पसल बन्द गरेर जुन कार्यक्रम गरेको छ, यसमा सर्वप्रथम त महासंघलाई म विशेष धन्यवाद दिन चाहन्छु। र दोस्रो कुरा, 2% विलासिता भन्नाले के हो त नि? विलासिता भनेको लग्जरियस आइटम, लग्जरियस चिज। के साँच्चै सुन विलासिता हो त? तपाईँ आफैले भन्नुहोस्। सुन विलासिता किन पर्दैन भन्नुहुन्छ भने सुनको हामी सामान बेच्दै गर्दा बाई ब्याकको पनि ग्यारेन्टी गर्छौँ। हो, गाडी रक्सी लगायत चिजहरू विलासिता वस्तु हुन्। किन भन्नुहुन्छ भने तपाईहरू 50 लाखको गाडी किन्नुहोस्, भोलि बिहान बेच्न जानुहोस्, त्यसको मार्केट अनुसार भाउ पाउनुहुन्न। अहिले तत्कालीन अवस्थामा 8,000 को सुन अहिले ग्राहकले किन्दै गर्दा बेच्दै गर्दा अहिले 1,90,92,000 को रेट छ। त्यही रेटमा ग्राहकले पाउनेछ। अनि कसरी विलासिता हुन्छ त? सुन भनेको जन्मदेखि मृत्युसम्म चाहिने वस्तु हो। न्वारनमा सुन र घाटमा पुग्दासम्म पनि चाहिने सुन। र मुलुकी ऐन अनुसार सुनलाई नगद सदको कारोबारको रूपमा लिएको छ। त्यसैले म मिडिया मार्फत के भन्न चाहन्छु भने यो राज्यलाई सुनलाई विलासिता वस्तु नमानिदिनु होला। अहिलेको पिरियडमा ग्राहक वर्गहरूले सुन खरिद गर्दा एकदमै खरिद क्यापेसिटी चाहिँ कस्टमरको धेरै नै डाउन भएको छ। के यो विलासिता कर थपेर कस्टमरको जुन इच्छा आकांक्षा तपाईहरूले बढाउनु पर्ने सट्टामा झन् घटाइदिनु भएको छ। हामीलाई सुनको भाउ वृद्धि भएर सुन व्यवसाय त्यसै धराशयी हुने अवस्था हुँदैछ र विलासिता वस्तुले झन् पीर र मर्गा व्यवसाय र उपभोक्तालाई पर्नेछ। हस्त, धन्यवाद।